यहाँबाट निस्क्यो भने सबै जान्छ अरे के ताप नि साटो त हामी त तपाईहरु पनि आउनु होला र यहाँ हुन्छ नि भगवानलाई टिको पुग्छ अरे भन्छन् नि श्रीराम हामी तल भगवान रोग कष्टहरु होस् ग्रादा सारण कर्म र संघर्षबाट विचलित नबन्नु यहाँबाट बाहिर निस्किँदैन सानो र अब चाहिँ हामी यहाँ महेन्द्र गुफाभित्र छिर्न लागेको हेलो गाइज हेलो अब हामी महेन्द्र गुफा छिर्छौँ है त माया गरे तन्दिमला मन्दिमला बुढेसकालको सहारा भन्दिमला गरी कति शीतल भइहाल्यो आमा ओहो चिप्लो थियो पानी पानी हुन्थ्यो कि छैन अहिले सुक्खा खाएको थियो आनन्द रहेछ ढोक्न पर्छ यहाँ यस्तो गरेर यहाँ हुन्छ नि ढोक्ने भगवानलाई हजुर हजुर हामी रेखा थापा हौँ रेखा थापा र झर्ना थापा निस्किने निस्किन सक्छ बत्ती हामी मोबाइल बत्ती बालेर जाने हो कहाँबाट हो र यतैबाट हो मोबाइलको बत्ती बालेर जाने हो ओदेर रहेछ त्यता हामी गएको रहेछ चमेरो गुफामा त अँध्यारो हुन्छ कि यहाँ त उज्यालो बत्तीहरू राखेको रहेछ कि चमेरो गुफा तर ऊ दिन्छ नि फेरि लाइट दिन्छ कि यहाँ त बत्ती बालेको त नि यहाँ त बाल्नै पर्छ पैसा छैन खुल्छ 5 रुपियाँ छ त्यसमा 10 रुपियाँ दिनुहुन्छ असिन लगाएको भए हामी त टिका फेरि यहाँ आइसकेपछि के टिका नलागिकन जानु होइन गाइस यसरी राख्दो रहेछ कि ढुङ्गाहरू यसरी राख्यो भने चाहिँ मनले आँटेको पुग्छ अरे भन्छन् नि यो ढुङ्गा ढलेन भने भन्छ कि के भन्छ यस्तरी राखेको हुँदो रहेछ सबै ल अभी नेट पे आइए ना कब करेंगे मैसेंजर पे आइए ना हाँ मैसेंजर पे आपका नाम क्या है उसमें एस्ट्रोलॉजी का नाम से है मेरा पेज होगा ना यूट्यूब पे उस पे मेरा श्री राम है श्री राम अच्छा श्री राम वैसे मैं ये केव के नाम से सर्च कर सकती हूँ महेंद्र गुफा से सर्च कर सकते हो वहाँ पिक्चर मिलेगा जी बिल्कुल मेरा एक मैं ऐसे ही टोपी लगाए हैं हाँ जी भैया ऐसे ही टोपी और ऐसे बैठा हूँ जी जी नहीं हम शीतला बगेर अलिघरि शान्ति मिलोस् सन्तोष सत्संग सत्कर्म असल विचार रोग कष्टहरू
ग्रह दशाहरू आटेताको कुराहरू पुगोस्। जमिन मुनि आउनुभयो भगवान्को विषय धेरै रक्षा गर्नु चाहेका असल कर्मले सफलता लिनु है। धर्म संस्कार संस्कृति ठुलो कुरा रहेछ, बचाउन पाइयोस्। छोरी अब कहिले हुने हो, छिटै आउनु होला। रोग कष्टहरू नहोस्, ग्रह दशाहरू नहोस्। परिवार 2 दिनको हाँसो खुसी नभई जीवनभरिको खुसी हाँसो बनोस्। शान्तिले बाँच्नु, सकारात्मक सोच्नु, असल विचार राख्नु। पुगोस् है इच्छा। आशीर्वाद दिएको पुगोस्। छिटै आउनु अब थपिएर। हुन्छ। शान्ति नै हो भाइ हामीले चाहिने। लाने सत्कर्मै हो। फेरि जीवन नपाएला अनभिज्ञ छौँ, पाइन्छ जीवन भनेर। ग्रह दशाहरू नहुन पाऊ। कर्म र सङ्घर्षबाट विचलित नबन्नु। आफ्नो कर्मभित्र स्वाभिमान छ, स्वाधीनताहरू छन्। फेरि जीवन नपाएला मानिसको अस्थिर छौँ। गुरु बिना ज्ञान त असम्भव हुन सक्छ। स्वस्थ जीवन है, शान्ति, सोचेको कुरा पुगोस्। कुन देउता है? गणेश। ल शोभायात्रा तपाईँहरूको राम्रो होस्। आँटेको कुरा पुगोस् बहिनी। हस् धन्यवाद। अब चाहिँ हामी अब फर्किन लागेको हो। कति शीतल क्या आनन्दभित्र त। आहुरेको हुँदैन। गुफाभित्र पनि गीत गाउँदै हिँड्ने कि साह्रै गीत गाउन जान्ने भएपछि पसिना आएको हो त नि। गर्मी गर्मी हो गयो, तर यो भित्र त धेरै शीतल रहेछ। खै गाईको थुन माथिको सात त यो नि यहाँबाट बाहिर निस्किँदैन सानो त्यहाँबाट बाहिर निक्लिने हो। यताबाट निस्किउँ न है। यताबाट निस्किन सकिन्छ है गुरु? यताबाट निस्किन सकिन्छ? यताबाट निस्कियो भने हरियो गरेको पाप गरेको उसहरू सब उसलाई हुन्छ अरे कि यहाँ। पाप गरेको मान्छेहरू निस्किन सक्दैन रे यस्तोमा। धर्म गरेकोहरू निस्किन सक्छ रे। ल है धर्म गरेको पाप गरेको पार्टीहरूले आइ यस्तो छ बाटो त। ओ धर्म गरेको पाप गरेको यहीबाट छुट्टिन्छ अरे हेर। तर यदि पापहरू गरेछ भने पनि पाप गरेको छ भने पनि सबै यहाँबाट निस्क्यो भने सबै जान्छ अरे के पाप। अहिलेसम्म गरेको हरेक पापहरू जान्छ अरे। ओहो यहाँबाट निस्किने हो ल। कता निस्किनु आयो त्यता त्यहाँबाट निस्किने हो। कहाँ सक्छ त नि साटो त हामी त त्यो त्यहाँ त्यो आएर निस्किनु हुन्छ होला सानो। अप्ठ्यारो खै है त। ल हामी त पाप ल सानो उता माथि गएर भिडियो है। हुन्छ बाहिर निस्किएको यहाँबाट निस्किँदा निस्किएछ। तेर्सो नगर सानो ठाडो गर तेर्सो गर यता तेर्सो तपाईँहरू पनि आउनु होला। को कोले पाप गर्नुपर्छ। पाप गरेको छ भने यहाँबाट निस्कियो भने पाप सब खलास हुन्छ अरे क्या स्वाद। ल अब सबै पाप गयो अरे यहाँबाट निस्किएपछि। आज चाहिँ
आज महेन्द्र गुफा घुमेर सक्यो है बाई बाई गाइस।